त्यो फाटेको टोपी लगाएर हाँसेको मुहारभित्रको हजुरको पीडा कसले लेख्न सक्छ र बुबा? हाम्रो भाग्य रेखा बलियो बनोस् भन्दै दिनरात हजुरका हातका सबै रेखाहरू मेटिएको कसले देख्न सक्छ र बुबा? देखिँदो रहेछ बुबा, घर परिवार सजिलैसँग चलेको। तर कसले देख्छ र बुबा, घर परिवार चलाउनकै लागि हजुरका सारा सपनाहरू भित्रभित्रै जलेको। दिनभरिको चर्को घाममा हजुर जलेकोले हो रहेछ बुबा। बिहान बेलुकी छाक टार्न हाम्रो घरमा चुलो बल्ने गरेको। हामीलाई जे चाहिए पनि बुबा हामीले हजुरलाई नै हो भन्ने। खाली ढुङ्गा मात्रै थियौँ हामी। हजुरकै दिनरातको परिश्रमले हो बुबा भविष्यमा हामी सुन्दर सुन्दर मूर्तिहरू बन्ने। हजुरका अनगिन्ती दबिएका चाहनाहरू पुरा गरिदिनुस् भनेर चाहिँ बुबा हजुरको को नै छ र भन्ने। हजुरका अनगिन्ती दबिएका चाहनाहरू पुरा गरिदिनुस् भनेर चाहिँ बुबा हजुरको को नै छ र भन्ने।